हेलो एभ्रिवान, म यो भिडियोमा वान सेसन ट्रेनिङ प्लानको विषयमा कुरा गर्न गइरहेको छु। वास्तवमा एउटा ट्रेनिङ सेसन कस्तो हुनुपर्छ त्यो विषयमा चर्चा गर्न गइरहेको छु। धेरैजसो एथलिट र कोचेसहरूले यो ट्रेनिङ सेसन प्लान चाहिँ एउटा सिस्टमेटिक तरिकाले गरेको पाइँदैन, जसले गर्दाखेरि एउटा स्पेसिफिक गोल अचिभ गर्न पनि सकिँदैन र एथलिट को पर्फर्मेन्सलाई पनि इम्प्रुभ गर्न सकिँदैन। त्यसले गर्दा एउटा सेसन प्लान कस्तो हुन्छ, कस्तो हुनुपर्छ? वास्तवमा वान सेसन ट्रेनिङ प्लान भनेको सिस्टमेटिक ट्रेनिङ प्लान हो जसले एथलिट्सको पर्फर्मेन्स इम्प्रुभ गर्न मद्दत गर्छ। रिमेम्बर, ट्रेनिङ इज नट जस्ट डुइङ एक्सर्साइज, इट्स प्लानिङ, एजुकेसन एन्ड इभ्यालुएसन। यो एउटा सेसनको ट्रेनिङ प्लान बनाउँदाखेरि स्पेसली स्पोर्ट्स साइन्स बेस्ड स्ट्रक्चरमा जाने हो भने विभिन्न 5 फेजेसहरू हुन्छन्। जस्तै फर्स्ट फेज ब्रिफिङ, सेकेन्ड फेज वार्म अप, थर्ड फेज मेन ट्रेनिङ फेज, फोर्थ फेज कुल डाउन र फिफ्थ फेज भनेको डिब्रिफिङ। र हरेक फेज एकदमै इम्पोर्टेन्ट हुन्छ। यो 5वटा फेजमध्ये एउटा कुनै फेजलाई यदि स्किप गर्ने हो भने ट्रेनिङ बिना अर्थको हुन्छ। त्यसले गर्दाखेरि एउटा स्ट्रक्चर सिस्टमेटिक वान सेसन ट्रेनिङ प्लानमा यो 5वटा फेजहरू इन्क्लुड गर्न एकदमै जरुरी छ। अब हरेक फेजमा के गर्ने त? हरेक फेजमा यसको आफ्नै महत्त्व छ र के गर्न सकिन्छ। जस्तै फर्स्ट फेज ब्रिफिङ एकदम सर्ट एन्ड स्विट हुनुपर्छ। यो चाहिँ धेरै लेन्थी भयो भने एथलिटहरू एकदमै इरिटेट हुने सम्भावना पनि हुन्छ, जसले गर्दाखेरि डिमोटिभेट हुन्छन्। त्यसले गर्दा सर्ट एन्ड स्विट हुनुपर्छ। हुन त यो यदि 1 घन्टाको मात्रै एक्जाम्पल है, फर एन एक्जाम्पल 1 घन्टाको ट्रेनिङ सेसन छ भने 5 to 10 मिनट्स, सरी 2 to 5 मिनट्स चाहिँ ब्रिफिङ गर्न सकिन्छ। ब्रिफिङमा इन्क्लुड हुने भनेको ब्रिफिङमा के गर्न सकिन्छ भने ट्रेनिङको गोल के हो त्यो विषयमा बताउन, र त्यसै गरी कुनै सेफ्टी इन्स्ट्रक्सन छ भने त्यो विषयमा बताउन, र त्यसै गरी कुनै त्यो सेसनको फोकस्ड एरिया के छ त्यो विषयमा जानकारी गराउनको लागि ब्रिफिङ गर्ने गरिन्छ। र ब्रिफिङ लगत्तै अर्को सेसन भनेको वार्म अप। वार्म अप इज प्रिपरेसन। यो चाहिँ कुनै पनि स्पोर्ट्समा कुनै एउटा फिटनेस युनिट अथवा स्किल ट्रेनिङ गर्नुभन्दा अगाडि वार्म अप गरिन्छ र यो वार्म अप चाहिँ ट्रेनिङको प्रिपरेसन फेज हो। त्यसले गर्दा एकदमै यो इम्पोर्टेन्ट हुन्छ। वार्म अप गर्दाखेरि बडीको टेम्परेचर इन्क्रिज हुन्छ, हार्ट रेट इन्क्रिज हुन्छ र ओभरअल मसल चाहिँ एक्टिभेसन हुन्छ र यसले इन्जुरी हुनबाट बचाउँछ। त्यसले गर्दा वार्म अप एकदमै इम्पोर्टेन्ट हुन्छ। वार्म अपमा पनि अब कस्तो एक्सर्साइजहरू इन्क्लुड गर्ने त? यसको पनि एउटा स्ट्रक्चर हुन्छ। वार्म अपमा स्पेसली लाइट जगिङ, त्यसै स्टेटिक स्ट्रेचिङहरू र स्पोर्ट स्पेसिफिक ड्रिलहरू। जस्तै स्पोर्ट्स स्पेसिफिक ड्रिल भन्दा बित्तिकै हुनसक्छ फुटबलमा कुनै ड्रिब्लिङ पासिङहरू गर्न सकिन्छ भने कुनै एउटा मार्सल आर्टमा रिपिटेड किकिङहरू गरेर पनि वार्म अप गर्न सकिन्छ। र थर्ड फेज यो मेन सेसनको चाहिँ मेन ट्रेनिङ फेज हो। यसलाई बडी भन्दा पनि हुन्छ। यो झन्डै यो 60% चाहिँ नि टाइमिङ यसले ओगटेको हुन्छ। यसमा स्पेसली फिटनेस युनिटहरू जस्तै स्पिड, स्ट्रेन्थ र इन्डुरेन्स ट्रेनिङहरू गरिन्छ। र त्यसै गरी कहिलेकाहीँ स्किल ट्रेनिङ पनि, स्पोर्ट्स स्पेसिफिक स्किल ट्रेनिङ अथवा ट्याक्टिकल ट्रेनिङहरू पनि
राखिन्छ। तर यदि स्किल ट्रेनिङ राख्ने हो भने फिटनेस युनिटभन्दा अगाडि गराउँदा बेटर हुन्छ, किनभने फिटनेस युनिटले स्पिड स्ट्रेन्थ र इन्डुरेन्सको ट्रेनिङ गरिसके पश्चात यदि स्किलमा जाने हो भने अलरेडी एकदमै फटिकनेसले गर्दाखेरि त्यो स्किलमा चाहिँ फोकस गर्न सकिँदैन। त्यसले गर्दाखेरि यदि यो दुइटै ट्रेनिङ एउटै सेसनमा गर्ने हो भने बेटर चाहिँ पहिला स्किल ट्रेनिङ गर्ने, त्यसपछि चाहिँ फिटनेस युनिटमा जान सकिन्छ। र फिटनेस युनिट पनि स्पोर्ट्स स्पेसिफिक हुनसक्छ र स्किल ट्रेनिङहरू पनि स्पोर्ट्स स्पेसिफिक हुनसक्छ। त्यसै गरी फोर्थ फेज कुलडाउन। कुलडाउन इज रिकभरी। अब कुलडाउन हरेक स्पोर्ट्सको एउटा मेन ट्रेनिङ फेज पछाडि गरिने एक्सर्साइज हो। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। कुलडाउनले बडीको टेम्परेचर र हार्ट रेटलाई नर्मलाइज गर्छ र त्यसै गरी मसल सोरनेसलाई यसले रिड्युस गर्छ र ओभरअल रिकभरी गर्नको लागि यसले हेल्प गर्छ। र यो कुलडाउनको पनि स्पेसिफिक स्ट्रक्चर हुन्छ। जस्तै कुलडाउनमा गरिने कुन कुन एक्सर्साइजहरू छन् त, कस्तो कस्तो एक्सर्साइजहरू इन्क्लुड गर्न सकिन्छ। कुलडाउनमा स्पेसली लाइक जगिङ अथवा वकिङ, त्यसपछि स्टेटिक स्ट्रेचिङ एक्सर्साइजहरू र डिप ब्रिदिङ ट्रेनिङ, यो कुराहरू इन्क्लुड गरेर कुलडाउन गर्न सकिन्छ। कुलडाउनको पनि एप्रोक्सिमेटली 5 to 10 मिनट्स र स्टार्टिङमा जसरी हामीले वार्मअप 5 to 10 मिनट्स गर्छौँ त्यसै गरी थोरै समय यसलाई दिन सकिन्छ। र यो कुलडाउन भनेकै ओभरअल रिकभरीको लागि गरिने एक्सर्साइज हो र एकदम यो इम्पोर्टेन्ट हुन्छ। त्यसै गरी लास्ट अथवा फिफ्थ फेजको कुरा गरौँ, डिब्रिफिङ। यो पनि एकदमै इम्पोर्टेन्ट छ। जहिले पनि डिब्रिफिङ भनेको सेसनको अन्त्यमा गरिने ट्रेनिङको रिभ्यू सेसन हो। यसमा चाहिँ स्पेसली एथलिटको फिडब्याक लिइन्छ र मिस्टेकहरूलाई आइडेन्टिफाई गरिन्छ र फर्दर ट्रेनिङ प्लान बनाउनको लागि एउटा डिस्कसन गरिन्छ, जसले गर्दाखेरि यो डिब्रिफिङ पनि एकदमै महत्त्वपूर्ण हुनसक्छ। यो एउटा ट्रेनिङ सेसनमा यसरी 5वटा फेजहरू इन्क्लुड गरेर डिजाइन गर्ने हो भने यो कुनै पनि एथलिटको लागि अथवा कुनै पनि स्पोर्ट्समा कुनै पनि एथलिटको लागि आफ्नो पर्फर्मेन्स इम्प्रुभ गर्नको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। रिमेम्बर, great athletes don't just train, they analyze and improve every session. If you like this video, like, share and subscribe for more sports science tips. Thanks for watching. See you in the next video.